जयमसी सेवा बाबाले फेरि पनि माछा मारेर यति धेरै लिएर आउनुभएछ। हाम्रो बाबालाई चाहिँ माछा मार्न एकदम मनपर्छ है, अनि उहाँ प्रायः चाहिँ जानुहुन्छ। अनि यसपालि त झन् यति धेरै लिएर आउनुभएछ, हेर्नुहोस् न। अनि यो माछा चाहिँ एकदमै मिठो हुने कि बाबाले जति पनि मारेर ल्याउनुहुन्छ यो माछाहरू चाहिँ साह्रै मिठो हुने, जस्तो गरेर खाँदा पनि मिठो हुने कि। अनि यो माछालाई चाहिँ अब हामी स्टिम पनि गरेर खानेवाला छौँ। अनि अब यति धेरै चाहिँ के गर्नु है, कुनै चाहिँ अब सुप बनाएर खाने हो, कुनै चाहिँ स्टिम गरेर खाने हो। अनि यो माछा स्टिम गरेर खानको लागि चाहिँ मलाई मेरो आशा नाना हुनुहुन्छ, उहाँले मलाई सिकाउनु भएको यसरी बनाएर खानुपर्छ भनेर। अनि मलाई पनि उहाँले बनाएर दिनुभएको थियो नि त, अनि साह्रै मिठो लागेको थियो, मन परेको थियो। त्यही भएर चाहिँ उहाँलाई सोधेर कसरी पकाउने नाना भनेर सोधेर मलाई सबै रेसिपी चाहिँ उहाँले दिनुभयो। अनि मैले चाहिँ त्यसरी नै उहाँले जसरी सिकाउनु भयो त्यसरी नै म चाहिँ यहाँ पकाउँदैछु। मैले माछालाई यसरी बिच बिचमा काटिसकेको छु। अनि अदुवा पनि काटेर मैले यहाँ बिच बिचमा यसरी अदुवालाई लगाइदिँदैछु। यस्तो गर्दाखेरि चाहिँ सबै त्यो माछाको स्मेलहरू जुन गन्धहरू चाहिँ अदुवाले चाहिँ हटाइदिँदो रहेछ। अनि नुनलाई पनि म मजाले यो काटेको भागतिर, बिचतिर, बाहिर भित्र सबैतिर मजाले म लगाउँछु नुनलाई पनि। नुन लाउँदाखेरि चाहिँ अझ मिठो लाग्छ। यो माछा चाहिँ हेर्नुहोस् न साथीहरू, अघिको चाहिँ सानो सानो थियो अलिकति, यो चाहिँ अलिकति ठुलो ठुलो छ। यो माछा चाहिँ बुढाको भाग हो। सानो सानो चाहिँ हाम्रो हो, हामी चाहिँ धेरै खान सक्दैनौँ। यो चाहिँ बुढाले खान सक्नुहुन्छ होला, हेरौँ है त लास्टमा खाइसक्नुहुन्छ कि हुन्न। यो चाहिँ उहाँको भाग हो। अनि मैले लास्टमा यहाँ बनाइदिँदैछु। अब चाहिँ सबै मैले यो बनाइसकेँ, अब म पकाउनेवाला छु। अब चाहिँ स्टिम गर्नको लागि मोमोको भाँडा लिएँ, अनि ग्यास बालिदिएँ, मोमो पकाएँ जस्तै पानी मुनिबाट राखेर। अब यसलाई मजाले मिलाएर यो माछालाई चाहिँ यसरी राखिदिनुपर्छ। अनि त्यसको ढक्कनले छोपिदिनुपर्छ। त्यसपछि 15-20 मिनट जस्तो यसरी नै पकाइराख्नुपर्छ। अनि यो पाकिसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो मजाले त्यो अन्डा पनि मैले लगाएको छु है, मजाले यो पाकिसकेको छ। अब यो खानालाई रेडी भइसकेको छ। हामीले खाना पनि यहाँ भाग लाएर चाहिँ यसरी, यो चाहिँ बुढाको भाग ठुलो चाहिँ। अनि हामी खाँदैछौँ, हामी मम्मीले खाँदै हुनुहुन्छ है। कस्तो अब उहाँले के भन्नुहुन्छ है, कस्तो हुन्छ है, उहाँले खाँदै हुनुहुन्छ। मम्मीलाई मिठो लाग्यो अरे, टाउको हल्लाउँदै हुनुहुन्छ, हात पनि गुड भन्दै हुनुहुन्छ। अनि बुढालाई पनि देखाउँछु म। बुढाले चाहिँ यो माछाको अन्डालाई देखाउँदै हुनुहुन्छ, यो चाहिँ कस्तो हुन्छ भनेर, किनभने स्टिम गरेर खाएको छैन नि त कहिले पनि। मिठो लाग्यो अरे उहाँलाई। अनि यो उहाँको भाग माछा सबसे ठुलो मिठो छ भनेर भन्दै खाँदै हुनुहुन्छ। अनि बाबाले पनि माछा देखाउँदै हुनुहुन्छ उचालेर मजाले।